हेलो गाइज, तपाईलाई स्वागत छ फेरि मेरो अर्को भिडियोमा। सो गाइज, आज चाहिँ म यो भिडियोमा के जानकारी दिन चाहन्छु भने हाम्रो शरीरमा इनर्जी ल्याउनको लागि हामीले खानपिनमा धेरै ध्यान दिनुपर्छ। यदि हामीले खानपिन सही गरेनौँ भने हाम्रो जिन्दगी पनि बेकार भएर, यदि हामीले आफ्नो खानपानलाई सुधार्यो भनेपछि हामीले जो गलत आदत गरेर इनर्जी लस्ट गरेको थियौँ नि, त्यो चाँडै नै रिकभरी हुन्छ। सो त्यसैले गर्दा चाहिँ म तपाईलाई एउटा अर्को रेसिपी देखाउन चाहन्छु। सो गाइज, देख्न सक्नुहुन्छ, देखाउन चाहन्छु। यो चाहिँ चना मैले राम्रोसँग धोएर सफा पानीले पखालेर साँझतिर यसलाई भिगाउन हालेको थिएँ। त्यसको पानी त्यसमा छ। यदि तपाईले बिहान खाली पेट अथवा नास्ता गरिसकेपछि यो पानी पिएर अनि एक मुट्ठी जति चना, यति चना तपाईले काचै खानुभयो भनेपछि तपाईको शरीरमा इनर्जी यसरी बुस्ट हुन्छ नि, एक हप्तामै तपाईँ थाहा पाउनुहुनेछ। यदि ट्राई गर्नु होला यदि सकिन्छ भने, किनकि चना त हर जग्गा मिल्छ। सो त्यसैले गर्दा भिगाउवा चना र त्यो चनाको पानी 1 गिलास भए इनफ हुन्छ। धेरै नपिउनु, धेरै पिउनु अलि अर्कै फिल हुन्छ। 1 गिलास पियो भने इनफ हुन्छ। सो तपाईले यदि त्यो ड्रिङ्क पिउनु भयो भने तपाईमा इनर्जी चाँडै नै बुस्ट हुनेछ, किनकि अब सुध्रिनु आवश्यक छ। गाइज, हामीले धेरै गलत आदत गरिसक्यौँ। यो गलत आदतको कारणले गर्दा हामीले आफ्नो शरीरमा भएको पुरा ताकत यसरी निचल्ने कि जसरी कपडा धुँदाखेरि सुकाउँछु नि, निचल्छ नि, हो त्यसरी निचल्छ। हाम्रो शरीरको पुरा इनर्जीलाई खोइसकेछौँ हामीले। सो अब सचेत हुन आवश्यक छ, किनकि यो आदत हामीले मिस्टेकले गर्दा लागेको आदत हो, रमाइलोको चिजमा लागेको आदत हो। सो अब चाहिँ त्यो कुरा हामीले दोहोऱ्याउनु हुँदैन। सो सुध्रिनु आवश्यक छ। यदि अहिले सुध्रिएनौँ भनेपछि जिन्दगी हाम्रो खोक्लो हुन्छ नि साला, बाहिरबाट एकदम फ्रेस देखेर भित्र पुरा किडा परेको जिन्दगी हुनेछ। हामी न म्यारिड लाइफ राम्रोसँग जिउन सक्छौँ, न कुनै अर्को जीवन राम्रोसँग जिउन सक्छौँ, किनकि भित्रबाट पुरा खोक्लो हुन्छ नि। जस्तै हुन्छ नि, कोही दोकानमा गयो भने कोही फ्रुट्स किन्दाखेरि होइन, बाहिरबाट एकदम फ्रेस हुन्छ, एकदम ताजा हुन्छ, तर भित्र जाँदाखेरि साला किडा परेको हुन्छ नि। त्यस्तै हाम्रो जिन्दगी हुन्छ, किनकि हामी बाहिरबाट एकदम फ्रेस राम्रो देखिए पनि तर भित्र हाम्रो जिन्दगी एकदम खोक्लो पुरा किडा पडिसकेको हुन्छ। त्यो किडा पर्नको कारण त्यो हाम्रो आदत हस्तमैथुन। सो त्यसैले गर्दा अब खोएको इनर्जीलाई हामीले लस्ट गर्नुभन्दा अब हामीले इनर्जी बढाउन आवश्यक छ। यदि हामीले कन्टिन्यू 1 साल त्यो आदत छोडिदियौँ भने अनि केही खानपिन केही एक्सर्साइजमा ध्यान दियौँ भने हामी पहिलाको जस्तो हुन सक्छौँ। सेम पहिलाको जस्तो हुँदैन तर हुन सक्छौँ, किनकि हाम्रो खानपिन हाम्रो आदतमा भर पर्छ। किनकि एकचोटि त्यो आदत लागिसक्यो भने आसानी से छोडिने आदत होइन त्यो। सो त्यसले गर्दा त्यो आदत एकदमै गलत हो, छोडिदिनु होइन, अहिले छोडिदिनु। मेरो भाइ बहिनीहरूलाई म यही जानकारी दिन्छु। सो गाइज, यस्तै हो मेरो भिडियो अन्तिम।